हेलो नमस्ते। आज चाहिँ मैले डोनटको रेसिपी लिएर आएको छु। सबैभन्दा सुरुमा मैले एउटा परातमा 2 कटौरा मैदा राखेँ। अब 1 चम्चा नुन अनि एउटा सानो कचौराको चिनी राखेँ। हजुरहरूले आफ्नो स्वादअनुसार हजुरलाई कति मनपर्छ त्यही राख्न सक्नुहुन्छ। त्यसपछि आधी चम्चा बेकिङ सोडा राखेर यसलाई मुछे। मसँग यिस्ट थिएन त्यही भएर सोडाले काम चलाएको छु। यिस्ट राख्ने भने अझै राम्रोसँग फुल्लिन्छ। अब यो डो चाहिँ रेडी भइसकेको छ। मैले यसलाई तेल लगाएर माथिबाट तेल राखेँ। त्यसपछि एकछिनका लागि ढाकेर राखिदिएँ। चिनी पग्लिनको लागि छोडिदिएँ। अब 1 घण्टापछि हेर्दाखेरि यो चाहिँ चिनी पग्लिसकेको छ, तर डो चाहिँ गिलो भएकोले मैले यसमा सुक्खा पिठो राखेर अनि यसलाई चाहिँ फेरि मुछेँ। अब यो रेडी भयो। त्यसपछि मैले थोरै पिठो झिकेर यसलाई डोनटको सेप बनाउनको लागि बेलेँ। डोनटको सेपको लागि चाहिँ मैले एउटा कटौराले यसलाई चाहिँ काटेँ। अब बीचमा सानो पाल पार्नलाई चाहिँ एउटा बोतलको ढक्कन लिएर सानो पाल पारेँ। अब यो चाहिँ पर्फेक्ट भयो। त्यसपछि अब यसलाई तल्नका लागि रेडी भयो। मैले एउटा एउटा गरेर तलेको छु। यिस्ट नराखेकोले खासै फुल्लेको त छैन त्यति राम्रोसँग, तर त्यस्तो नराम्रो पनि भएको छैन, ठिकै भएछ। अब यसलाई फर्काएर रातो हुनेसम्म पकाएँ। अब यो चाहिँ पुरै पाकेर रेडी भएको छ। मन परेमा भिडियोलाई लाइक, कमेन्ट, सेयर